म चाहिँ छोरालाई लिन जाँदैछु अनि मलाई अब छोरा ल्याउने बेलामा भयो अनि म चाहिँ आज हिँड्दै जाँदैछु स्कुल नजिकै भएकोले अनि मलाई चाहिँ छोरा लिन जान चाहिँ एकदम एक्साइटेड हुन्छ क्या। अनि पहिला पहिला स्कुल नलाए चाहिँ कस्तो हुन्थ्यो भने यसलाई स्कुल आएपछि म आनन्द बस्छु हुन्थ्यो है। अहिले त स्कुल आएपछि छटपट हुन्छ है। छोरासँग खेल्न पाए पनि हुन्थ्यो अनि सँगै बस्न पाए पनि हुन्थ्यो भन्ने नि त। यत्रो 2-3 वर्ष हो नि त छोरालाई कहिले छोडेर यसरी नगएको नि आफूलाई त एकदमै गाह्रो हुँदो रहेछ। अनि म छिट्टै छोरालाई लिन जाँदैछु। छोरालाई लिन जान हतारले त मैले त घरभित्र लाउने किचनमा लाउने चप्पलै लाएर आएछु। मैले चाहिँ छोरा पनि ल्याइसकेँ स्कुलबाट अनि छोराले चाहिँ आफै झोला पनि बोकेको छ है। यहाँ चाहिँ सानै भयो भने आफै झोलाहरू चाहिँ बोक्नुपर्छ नि त, त्यो त्यस्तै सिकाएको हुन्छ। अनि म आफै नै बोकाएर ल्याउँदैछु उसलाई पनि बाटोमा पनि। हो कि होइन छोरा? हो हो। बेबीहरूले चाहिँ अब आफै जुत्ता राख्छ नि आफै स्कुलमा सिकेर पनि। अनि मैले आफै पनि सिकाएको थिएँ अनि अनुशासित हुन्छ यहाँको बेबीहरू चाहिँ। बेबीले चाहिँ नि अब चाहिँ हातखुट्टा धुँदैछन्। अब चप्पलहरू राखेर लुगा खोलेर चाहिँ नि हातखुट्टा पनि धुन्छन्, सबै सिकेको हुन्छन् यसरी। ओ गम्बत्ते कुदासाई।